14 करोड वर्षसम्म यो पृथ्वीमा राज गरेका डाइनोसरको कसरी अन्त भयो? दर्शकबिन, आजभन्दा 6 करोड 50 लाख वर्ष पहिले यो धरतीको हरेक ठाउँमा डाइनोसरको राज हुने गर्थ्यो। हजारौं प्रजातिका डाइनोसर पाइने गर्थे। कोही शाकाहारी हुन्थे भने कोही मांसाहारी, कोही खतरनाक र कोही हामी मान्छे भन्दा पनि ससाना शान्त स्वभावका हुने गर्थे। कोही सारै खुट्टाले हिँड्थे भने कोही 2 खुट्टाले मात्रै हिँड्ने गर्थे। कोही डाइनोसर उड्ने पनि गर्थे। 14 करोड वर्षसम्म राज गरेका डाइनोसरको कसरी अन्त भयो त? के भएको थियो त्यो अन्तिम दिनमा? के भएको थियो त्यो दिन भनेर जान्नको लागि हामीले आजभन्दा 6 करोड 50 लाख वर्ष पहिले जानुपर्छ। अन्तरिक्षबाट 22,000 मिल प्रति घण्टाको तीव्र गतिमा एक एस्ट्रोइड हाम्रो पृथ्वीतर्फ आइरहेको थियो। पृथ्वीमा डाइनोसरको अन्त्य लेखेकै रहेछ, किनभने त्यो एस्ट्रोइड चन्द्रमाको एकदमै नजिकबाट गुज्रेर यो धरतीतर्फ आइरहेको थियो। यदि चन्द्रमामा ठोकिन्थ्यो भने डाइनोसरको अन्त्य सायद अहिलेसम्म पनि हुँदैन थियो होला। आजको दिनसम्म पनि डाइनोसरले यो धरतीमा राज गरिरहेका हुन्थे होला। तर कारणवश त्यो एस्ट्रोइड चन्द्रमामा नठोकिकन हाम्रो धरतीतर्फ तीव्र गतिमा आउन थाल्यो। जति धेरै धरतीको नजिक पुग्दै थियो त्यति धेरै नै त्यसको गति पनि बढ्दै थियो। अब त्यो एस्ट्रोइडको गति 70,000 मिल प्रति घण्टा भइसकेको थियो। एकदमै स्पिडले धरतीतर्फ आउँदै थियो। धेरै घर्षणले गर्दा आगो पनि बलिसकेको थियो। धरतीमा पुग्न अघि नै हजारौं जीवहरू आगोको चम्किलोले अन्धा भइसकेका थिए। ती हजारौं जीवहरू के आउँदैछ भनेर देखिरहेका थिएनन्, मात्र गर्मीको महसुस गरिरहेका थिए। त्यसको केही समयमै त्यो एस्ट्रोइड मेक्सिको खाडीमा ठोक्किन पुग्यो। त्यो विस्फोट यति शक्तिशाली थियो कि 10 हाइड्रोजन बम बराबर लगभग 35,000 डिग्री सेल्सियस ऊर्जाका साथ विस्फोट भएको थियो। वज्र रूपमा विस्फोट हुनाले धरतीमा रहेका लाखौं टन धातु, ढुङ्गा, धुलो, माटो अन्तरिक्षतर्फ उड्न थाल्यो। विस्फोट भएको ठाउँमा 180 किलोमिटर चौडा, 20 किलोमिटर गहिरो शक्तिशाली खाडल परेको थियो। अब पृथ्वीमा तहस नहस हुन थाल्यो। जताततै ज्वालामुखी र भूकम्प आउन थाल्यो। विस्फोट भएको ठाउँमा 1000 डिग्री सेल्सियस तापक्रम थियो भने विस्फोट भएको 90 मिनटपछि पुरै धरतीमा 200 डिग्री सेल्सियस तापक्रम भएको थियो। विस्फोट भएको कोसौं टाढामा बस्ने जीवहरू पनि गर्मीको कारणले मरिसकेका थिए। जो डाइनोसरहरू उड्ने प्रजातिका थिए ती डाइनोसरहरू धरतीमा भएको भयानक विस्फोटले त बाँच्न सफल भए। तर विस्फोट भए लगत्तै जो लाखौं टन धातु, ढुङ्गा अन्तरिक्षमा उडेको थियो, पृथ्वीको गुरुत्वाकर्षण बलले गर्दा त्यो पनि पानी जसरी धरतीमा बर्सिन थाल्यो। त्यसबाट उड्ने प्रजातिका डाइनोसरहरूको पनि एकाएक मृत्यु हुन थाल्यो। त्यो विस्फोटको कारणले गर्दा धरतीमा रहेका 90% जीवहरूको मृत्यु भइसकेको थियो। बाँकी 10% जीवहरू बाँच्न सफल भएका थिए। ती जीवहरू विस्फोट भएको ठाउँबाट कयौं मिल टाढा र पानी मुनि रहने जीवहरू थिए। भने डाइनोसरको सत्यनाश भइसकेको थियो। अब धरतीमा कुनै पनि जीवित डाइनोसर थिएनन्। अब बाँकी रह्यो डाइनोसरको अन्त्य भयो लगत्तै कसरी मानिसहरूको उत्पत्ति भयो त? त्यो हामी जान्नेछौँ अर्को भिडियोमा। त्यसको लागि तपाईले यो भिडियोमा 2000 लाइक र 50,000 भ्युज पुगाउनु पर्ने हुन्छ। यदि यो भिडियोमा 2000 लाइक पुग्यो भने म छिट्टै नै यसको पार्ट 2 लिएर आउनेछु भन्दै आजको भिडियोबाट म नारदोजा बिदा हुन्छु। हवस् त, नमस्कार। कुनै अर्को भिडियोमा भेटौँला।